हेलो मित्रहरू नमस्कार। अहिले म रतमाई 5 को चटपटे चोकमा छौँ। यहाँको दृश्य हेर्न सक्नुहुन्छ। यो गोविन्दपुर जाने बाटो हो। तपाईँको बाटो पार गर्दै पानी बगिरहेको अवस्था तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँको स्थानीय घरहरू यताको दृश्य पनि देखाउनु होला। यो डुबानमा परेको छ र हाम्रो वडा अध्यक्षजी पनि यहीँ हुनुहुन्छ। उहाँ वडा अध्यक्षजीसँग मैले केही कुराहरू सोध्न चाहेँ। अनि वडा अध्यक्षजी, अहिले जुन यो डुबान जुन भएको छ, कति घर जति डुबानमा परेको होला? अहिले ठ्याक्कै तपाईँले भनेअनुसार घरै त्यत्रो डुबानभन्दा पनि यो मुनिको चाहिँ यो बक्रा खोला जुन अहिले समयभन्दा पनि त्यो समयमा बाढी आएको हुनाले यो अलिकति पानीको ओभरफ्लो आएको पानी चाहिँ थोरै यो चटपट चोकको एक दुई घर र अरू पनि यो समग्रमा यो जुन बाँधमा जुन ड्याम लगाएको बाँधबाट चाहिँ ओभरफ्लो भएर धेरै ठाउँमा जान लाग्थ्यो। तर हामीले जेसिबी मगाएर अहिले धेरै ठाउँमा हामीले अहिले त्यसलाई चाहिँ संरक्षण गरिसकेका छौँ। र हाम्रै होक्लाबारी 5 पारिपट्टि चाहिँ 2 ठाउँ चाहिँ बाँध काटेको भनेको छ। त्यहाँ हामीले शस्त्र प्रहरी र जनता प्रहरी पनि पठाएको छु। अब मैले मेयर साहबलाई फोन गरिसकेको छु। म लगायतको मेयर साहब हामी अब त्यहाँ पारि जाने क्रममा छौँ। र त्यत्रो अहिले जो मान्छेहरूले अफवाह फैलाएका छन् डुबायो अथवा बाढी पीडित भयो भन्ने कुरो त्यो होइन। यो चाहिँ यहीँबाट ओभरफ्लो भएको पानी थोरै कतै कतै 2-4 घरमा पसेको छ। यसको लागि पनि हामीले त्यस्तो धेरै ठुलो क्षतिबाट हुनको लागि उहाँलाई जानकारी गराइदिएको छ। तत्काल चाहिँ वडा अध्यक्षजी, तत्काल चाहिँ अब जति 2, 4, 10 कति घर डुबानमा छ तिनीहरूको लागि तत्काल के तपाईँहरूले के राहत सोच्नु भएको छ? कहीँ निकायमा कतै कुरा गर्नुभएको छ कि हजुरले? होइन, त्यस्तो हामीले चाहिँ निकाय भन्दा पनि त्यस्तो पऱ्यो भने हामीसँग विपदमा हामीले आफ्नै फन्डमा छ वडामा। त्यस्तो परेमा हामी आफै वडा पनि उहाँलाई जे समस्या हो त्यो उहाँको समस्याको लागि हामी ल मित्रहरू सुन्नुभयो नि। अब हाम्रो वडा अध्यक्षजीले अब उहाँको आफ्नै फन्डबाट पनि तत्काल अब जति पनि घर डुबानहरू छ उहाँहरूको राहतको लागि माथि पनि कुरा गर्नुभएको छ।